सन्चै हुनुहुन्छ? एकदम सही। ए अनि हजुरको शुभ नाम? मेरो बबिता तामाङ। यो समस्या चाहिँ तपाईँको कति वर्षको समस्या थियो? 4 वर्षको छ। 4 वर्षको समस्या। अनि कति दिनपछि तपाईँको पालो आयो? 26 दिन। 26 दिनपछि तपाईँको पालो आयो। तपाईँको घर चाहिँ कुन ठाउँदेखि भन्दा थियो? 12 जिल्ला। पिपलघाट 3 नम्बर। ओ 12 जिल्ला पिपलघाट 3 नम्बरदेखि। अनि तपाईँको तपाईँले भन्नुभएको छ 4 वर्षको समस्या तपाईँको 5 गन्दामा ठिक भयो। ठिक भयो। अब बाँकी भक्तजनहरूले के भन्न चाहनुहुन्छ? सबैजनाले अब यस्तै अब यहाँ आउनु यहाँ आउनु होला। अनि समस्याको समाधान गरेर जानु तपाईँको भनाइ होइन? अब गुरुजीले के भन्न चाहनुहुन्छ त्यसको खुसीमा? गुरुजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म। ल थ्याङ्क यू सो मच। मलाई एकदम ठिक भयो। ल उहाँलाई त धेरै धेरै धन्यवाद। उहाँले भन्नुभएको छ हाम्रो 4 वर्षको समस्या 5 घन्टामा हाम्रो समस्याको समाधान भयो भन्ने उहाँको भनाइ, उहाँ चेलीको भनाइ छ भने हजुरको पनि यस्तै समस्याहरू छ भने पालो चाहिँ मेरोमा अलिकति ढिलो आउँछ। अनि हतार चाहिँ कोही पनि नगरिदिनु होला प्लिज। हाम्रो भनेको चाहिँ कस्तो भने नेपाल र भारतको संस्थाबाट जोडेको हो। त्यो भएर तपाईँले पनि यस्तै समस्या छ भने हामीले सम्झिन सक्नुहुन्छ। आहा माथि जय शम्भु जय भोलेनाथ।